धनुषा प्रहरीले आफ्नै सौतेनी आमाको हत्या गरेको आरोपमा एक युवाले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धनुषाका गणेश मान 4 नगरपालिका 4 का 19 वर्षीय प्रेम कुमार भगत रहेका छन्। भगतलाई उनकी कान्छी आमा 39 वर्षीय मीरा देवी भगतले बासी भात खान दिएको रिसको झोकमा विवाद भएको थियो। पछि उनले काठको चिरपट प्रहार गरी आमाको हत्या गरेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। आमासँग खाना माग्दा बासी भात खान दिएको र आफू बासी भात खान्न बरु होटलमा गएर खान्छु भन्दा आमाले आफूलाई बुवाको समेत नाम जोडेर अनेक प्रकारको अपशब्द प्रयोग गरी गाली गलौज गर्दा आवेशमा आएर आमाले धक्का दिँदा आमा भुइँमा लडेको कुरा प्रेमले स्वीकार गरेको छ। उनले भने तत्पश्चात आमाले आफूलाई त्यहाँ रहेको काठको चिरपटले हान्न खोज्दा आफूले सो चिरपट खोसेर आमाको पिठ्यूमा हान्दा टाउकोमा लागेर आमाको मृत्यु भएको कुरा समेत उनले बताएको एएसपी खड्काले जानकारी दिए। मीरा देवीको मृत्यु भए लगतै आत्तिएर प्रेमले उनको शिरमा आगो लगाई जलाएको प्रहरीले जनाएको छ। महिला धनुषाको गणेश मान 4 नगरपालिका 4 का अशोक जयसवालको घरमा डेरा गरी बस्ने भारतको बेतिया जिल्ला नरकटियागञ्ज थाना केउनिया बस्ने राजु भगतकी कान्छी श्रीमती छन्। यो आफ्नै चाहिँ सौतेनी आमालाई कर्तव्य गरेर मारेको यो चाहिँ घटना छ। यो 2080 3 महिना 23 गते अन्दाजी 15:20 3:20 समयमा जिल्ला धनुषा गणेशमान 4 नगरपालिका 4 नम्बर शिवनगर पथराई भन्ने ठाउँमा अशोक जयसवालको घरमा डेरा गरी बस्ने भारत घर भएका जिल्ला बेतिया नरकटियागञ्ज थाना केउनिया बस्ने राजु भगतको श्रीमती वर्ष 39 की मीरा देवी भगतको शरीरमा आगोलाई मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हो। त्यसपछि ढल्केभरको इन्सपेक्टर साहबको टोली घटनास्थलमा चाहिँ तत्काल मुचुला टोली लिएर गएर यहाँबाट जिल्ला प्रहरी कार्यालयबाट पनि प्रणव वेद प्रसाद गौतमको कमान्डमा थप टोली अनुसन्धानको टोली गयो। मुचुलका कार्यक्रम हामीले अनुसन्धान त्यहाँ गऱ्यो। अनुसन्धान गर्ने बेलामा के खुल्न आयो भन्दाखेरि त्यो राजु भगत भन्ने व्यक्ति जुन मृतकका श्रीमान थियो उनी 1 वर्ष पहिलादेखि नेपालमा भारतबाट आएर राजमिस्त्रीको रूपमा चाहिँ काम गर्ने उनका 2टा श्रीमती यी चाहिँ मृतक चाहिँ कान्छी श्रीमती। यो कान्छी श्रीमतीको पनि दोस्रो बिहा सिनीसँग बिहा गरेको निजबाट पनि 2टा छोरी र 1 छोरा भएको र हाल अहिले जुन राजु भगत भन्ने उसबाट भर्खर 2 महिनाकी सुत्केरी महिला उहाँ हुनुहुन्थ्यो। अब यो उनको छोरा वर्ष 20 को प्रेम भगत है नेपालमा उनले पनि आएर उनले राजमिस्त्रीको रूपमा काम सिकाइरहेका छन्। यो घटना चाहिँ के हो भन्दाखेरि यो बिहानको दिन काम गर्न बिहान बाहिर गएको रहेछ प्रेम भन्ने मान्छे 12 बजेतिर खाना खानको लागि चाहिँ घरमा आयो। सौतेनी आमासँग चाहिँ खाना माग्दाखेरि बासी भात दियो भन्ने किसिमको कुरा विवाद भयो। त्यसपछि म बासी भात खान्न बल्कि होटलमा गएर खान्छु भन्ने हिसाबले उनले भने। त्यसमा विवाद भयो। आमाले उनको बुवालाई पनि गाली गरे। त्यही भातको विषयमा बुवालाई पनि गाली गरिसकेपछि उनलाई चाहिँ रिस उठेर आएर आमालाई चाहिँ धक्का दिएर भुइँमा लडाए भन्छन् उनले। तर उनले चाहिँ त्यहाँनिर नजिकमा रहेको एउटा चाहिँ मुङ्रो छ चिरपट भन्छ चिरपटले चाहिँ उनको भनाइअनुसार चाहिँ मैले बडीमा हान्न खोजेँ शरीरमा तर टाउकोमा चोट लाग्यो भनेपछि उनले टाउकोमा चाहिँ ब्लन्ट फोर्स चाहिँ हानेछन्। त्यसपछि हानेपछि चाहिँ उनी अर्धचेत अवस्थामा ढलिसकेपछि उसले चाहिँ ढाकछोप गर्नलाई जुटको बोरा उसको मृतकको सौतेनी आमाको उसमा आगो लगाइदिएर उसले चाहिँ आगो लगाइदिएर चाहिँ त्यो अर्धचेत अवस्थामा चाहिँ आगो लगाइदिएपछि उहाँको चाहिँ मृत्युमा भइसकेपछि अब उसको भनाइअनुसार त्यो छ। यसरी प्रहरी टोली गएर ऊ चाहिँ जाने बेलामा ऊ चाहिँ इनोसेन्ट तरिकाले रोएर बसिरहेको कि मेरो आमा जलेर मर्नुको भन्ने छ। तर प्रहरीको अनुसन्धान डिएसपी साहबको कमानमा गएको टोलीले विशेष अनुसन्धान त्यहाँ थप अरू अन्य किसिमका घटनाका मुचुल्कादेखि घटनास्थल चाहिँ खानतलासी गर्ने बेलामा मुङ्रो भेटिसकेपछि पछि यो मुङ्रो कहाँबाट आयो के कसरी आयो भन्ने खुल्दै जाँदाखेरि निजले प्रयोग गरेर निजको सौतेनी आमालाई मारेको भन्ने घटना आएपछि बयानमा पनि साबित उनले गरेका छन्। त्यही हिसाबले उनलाई चाहिँ हामी माथिबाट जिल्ला अदालतमा लगेका छौँ।